भनेको लास्ट इगो छ, तर मैले अहिलेसम्म कसैले देखाएको छैन कि जति ममा इगो छ होइन, जति ममा एटिट्युड छ नि त्यति सायद अरूसँग छैन होला। तर त्यो चिज मैले अहिलेसम्म देखाएको छैन कि कसैलाई। सोझोपन मात्र देखाएको छु, त्यो सोझोपनको लाभ लिइरहेछ नि यार। त्यस्तो गरेछ नि कुनै यस्तो साह्रो इगो देखाउँछ नि जुन समयमा यस्तो इगो र एटिट्युड देखाउँछ नि त्यो समय मान्छेले भनौँ कि यो मान्छे यस्तो थियो र अहिले यस्तो छ भनेर तर्पिउन् के, त्यो व्यक्ति तर्पियोस् नि पहिले के थियो र अहिले के भयो भनेर। पहिले कस्तो थियो अहिले के भयो, यतिसम्मको चेन्ज हुन्छ नि एक दिन। समय बद्लिन्छ सबैको, समय बद्लिन्छ भन्दैमा आफै बद्लिन्छ भन्ने कुरो पनि हुँदैन। समय बद्लिन्छ तर बदल्न आफूले सक्नुपर्छ, बदल्ने आफूसँग हिम्मत हुनुपर्छ बदल्नको लागि। तर यतिसम्म मसँग हिम्मत चाहिँ छ, त्यो समय म लिएरै छोड्छु कि जुन मैले भनेको छु नि अहिले देखाएको छ नि इगो, मलाई निचा देखाइरहेको छन् होइन, त्यहीको अगाडि यतिसम्म निचा देखाउँछु नि त्यस दिन तिनीहरूले खुद सोध्छन् कि भले मेरो छेउमा भन्न नसक्लान् त्यो समयमा यो के थियो र अहिले के भयो भनेर तिनीहरूले आफैले सोध्नु पस्न्छन् कि। यतिसम्म चाहिँ म स्योरले भन्न सक्छु कि त्यस्तो भनेर देखाउँछु एकदम त्यो समयमा। किनकि समय सबैको बद्लिन्छ, समयको दिन सबैको आउँछ, दिन हरेक दिन बद्लिन्छ, हरेक मिनट बद्लिन्छ, हरेक सेकेन्ड बद्लिन्छ होइन। तर बद्लिन्छ भन्दैमा आफै बद्लिन्छ भन्ने कुरो होइन, आफूले बदल्न सक्नु पर्यो। तर त्यो समयमा बदलेर छोड्छु कि यतिसम्म भन्न सक्छु होइन। आजदेखि 6 महिनाभित्र त्यो समयमा लिएर छोड्छु कि त्यो व्यक्तिले खुद भन्ने छ कि जसले मलाई अहिले निचा देखाएको छ नि त्यसले खुद भन्ने छ पहिले यस्तो थियो अहिले के भयो, पहिले यस्तो गर्थ्यो अहिले यस्तो गर्छ। एटिट्युड यतिसम्मको देखाउँछु कि जुन अहिलेसम्म तिनीहरूले कुनै रूपमा पनि देखाएको हुन् कि त्यतिसम्मको एटिट्युड देखाउँछु। जुन एटिट्युड थिएन कहिले सोचे पनि थिएन यसले यस्तो गर्छ भनेर, यसले यस्तो होला भनेर। तिनीहरूको एटिट्युड, तिनीहरूको गोज मेरो खुट्टासँग पनि नपुग्छ, त्यति साह्रो एटिट्युड देखाउँछु एकदिन जुन तिनीहरू खुब आँखा नै तर्स्यो हुन् कि। त्यो पहिलाको जुन चिज थियो नि म त्यो चिजलाई हेर्नलाई तिनीहरूको आँखा तर्स्यो कि, तर त्यो चिजमा म कहिले बद्लिँदैन। त्यति साह्रो बद्लिन्छु नि एक दिन, यतिसम्मको ग्यारेन्टी दिन्छु। धेरै पनि होइन कि 5-6 महिनामा यति साह्रो चेन्ज हुन्छ नि। जो व्यक्तिले मलाई छोडेर गएको, जो व्यक्ति मेरो पास आउन चाहन्न थियो, मेरो सोझोपन मतलब सबै यसको कारणले त्यो व्यक्तिलाई मैले खुद देखाउने छु यतिसम्मको कि यो के थियो र अहिले के भयो भनेर के। त्यो खुद मेरो नजिक आउनु खोज्दैछ कि यतिसम्म चाहिँ भन्न सक्छु मैले। देखेर राख्नुहोस् होइन, यो भिडियो मैले युट्युबमा हाल्ने नै छु। अनि त्यसपछि भने त यो आइसकेपछि यतिसम्म नै सेभ गरेर राख्नु, यतिसम्म सेयर गर्नु। म आफूलाई भन्छु मेरो जुन कहानी इमोसनल कहानी छ, जति मेरो लाइफको कुरा छ त्यो पनि भन्ने छु होइन। तर म आफ्नो फेस चाहिँ देखाउने छैन। तर यदि समय चाहिँ बद्लिने छु त्यो दिन कसैले भन्न सक्ने छैन कि यो व्यक्ति यो हो भनेर। म आफूलाई भन्दैन के त्यस्तो समय चाहिँ म पुरानो लाइफलाई 1% पनि पुरानो यादहरूलाई त्यो पलमा याद आउँदिनँ। केवल खुसीको इन्जोयमेन्ट मात्र गर्छु। यस्तो एटिट्युड देखाउँछु नि जुन व्यक्ति एटिट्युड कुनैको अहिले कुनैको लागि म केवल खुट्टाको भरमा छु होइन। मतलब तिनीहरूको खुट्टा जति समानको जस्तो लाग्छ होला, किनकि मैले मनभित्र राखेको छु, देखाएको छैन। जुन दिन देखाउँछु त्यो दिन कोही मेरो अगाडि कोही आउने छैन के, मेरो सामना दिन सक्ने कोही हुने छैन। त्यस्तो बनाएर देखाउँछु कि 6 महिना रोक्नुहोस् मात्र, ओन्ली 6 महिना। त्यो चाहिँ लेखेर राख्नुहोस्। म त्यो व्यक्ति होइन जो आज भन्यो भोलि बिर्सियो भन्ने राजनेता होइन। म रियल कुरा गर्छु। ओन्ली 6 महिना रोक्नुहोस्, अहिले म कस्तो छु र अहिले म कस्तो छु र पछि कस्तो हुन्छ भनेर 6 महिना खुद तपाईँहरू आफै हेर्नुहोस् होइन। मतलब यो भिडियो सेभ गरेर राख्नु। एसआरके राइडर तपाईँ एसआरके भनेको के हो भनेर 6 महिनापछि यतिसम्मको चेन्ज गर्छु। यो 4 नम्बरबाट नै हल्लिन्छ कि मेरो 4 नम्बरबाट आइएम स्योर। यो गाउँबाट 4 नम्बरबाट यति चाहिँ भन्न सक्छु आफ्नो ठेगाना नदिनु। तर यतिसम्मको चेन्ज हुन्छ कि कसैले सोच्ने पनि सक्दैन कि, बुझ्यो होइन। कसैले सोच्नु पनि सक्दैन कि म कस्तो चेन्ज हुन्छ भनेर, एक्कासी कतिसम्मको चेन्ज हुन्छ, यो कस्तो थियो र के भयो भनेर सोच्नु मात्रै छ कि। त्यो सोच्नु सम्भव नहोस्।